ए बिरे धेरै बाटो बन्न नखोज। तैँले एउटा घर सफा पारेर आएको कुरा मैले थाहा पाइसकेँ। सामान कहाँ छ निकाल, नत्र म तँलाई यसरी कुट्छु कि तैँले अस्पतालमा गइस् भने पनि त्यहाँका डाक्टरहरूले रिटर्न गरिदियो। भन् छिटो, तैँले यो इन्सपेक्टर लड्डु सिंह थापालाई चिनेको छैनस्? इन्सपेक्टर साहब, तपाईँले कुरा बुझ्नु हुँदैन। म चोर नभएको थिएन, म त मात्र आशीर्वाद लिन गएको थिएँ। आशीर्वाद रे? धेरै नाटक नगर। तेरो ढाडमा यो मेरो लौरी पऱ्यो भने कसरी आशीर्वाद देखिन्छ अनि थाहा पाउनेछस्। चाँडो भन्, के चोरिस् र कहाँ छ? इन्सपेक्टर साहब, मैले केही पनि चोरेको छैन। यदि तपाईँलाई विश्वास लाग्दैन भने लाउनुहोस्, यो मेरो सर्टिफिकेट हेर्नुहोस्। तेरो यो सर्टिफिकेट हेरेर मैले के गरौँ? धेरै नाटक गर्न नखोज। छिटोभन्दा छिटो सामान निकाल, नत्र तँलाई मैले कहिले पनि नछुट्ने गरी जेलमा हाल्छु। भन् छिटो, सामान कहाँ छ? के गर्नु त इन्सपेक्टर साहब, यो देशमा रोजगारीको अवसर छैन। जबसम्म मलाई सरकारले रोजगारी दिन्न तबसम्म यो मेरो चोरीको लाइसेन्स बन्ने छ। के गर्नु त, रोजगारी छैन, चोरी गर्नु त हाम्रो पनि बाध्यता हो। इन्सपेक्टर साहब, जबसम्म रोजगारीको सिर्जना अवसर हुँदैन तबसम्म देशको युवाहरूले यस्तै चोरी डकैती गरेर हिँड्नेछन् भनेर भनिदिनुहोस्।